हाम्रो च्यालेन्जको 90 डेज च्यालेन्ज जसमा हामीले सोचेको थियौँ कि 90 डेजमा कटिङ सिरिज स्टार्ट गर्ने भनेर। सो आज चाहिँ हाम्रो नेक्स्ट सेकेन्ड डेज भनौँ न है, सेकेन्ड डेज। अनि आज हाम्रो के थियो, लेग र सोल्डर वर्कआउट थियो। जुन हामीले लेगको 6वटा हाल्यौँ, लेगको 6वटा, सोल्डरको 5वटा हाल्यौँ, सोल्डरको 5वटा, जुन हजुरले देख्न सक्नुहुन्छ भिडियोमा होइन अभियसली। अनि आजको हाम्रो लेग एन्ड सोल्डर डे चाहिँ सकिसकेको छ। कस्तो फिल गर्दै? फिल त बहुत राम्रो रहेछ। लास्टै थकाइ लागेको छ। थकाइको त कुरै नगरौँ, नेक्स्ट लेभल थकाइ छ। रेस्ट त पाउँदैन पाइँदैन, यस्तो मजा हुन्छ। तर सेटिस्फ्याक्सन जुन भनेको नेक्स्ट लेभल छैन। हजुर हजुर एकदमै। के लाग्छ गाइज, हामीले गरेको हार्डवर्क कतिको पे अफ होला? हुन्छ हुन्छ मजाले। सो हाम्रो 90 डेज जर्नी जो जसले हेर्न चाहनुहुन्छ, डु सब्सक्राइब, डु लाइक एन्ड डु कमेन्ट। अनि कसैलाई हाम्रो डेली बेसिसको डाइट प्लानहरू चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला, प्लिज कन्ट्याक्ट गर्नु। अनि कमेन्टमा पनि हामीलाई भन्नु होला होइन। विल सो आवर डेली वर्कआउट होइन, डेली के गर्छौँ हामीले, अनि त्यसपछि जिममा के गरिरहेछौँ, एभ्रिथिङ हामीले सो गर्नेछौँ विथ रियालिटी, नो स्क्याम। जे खाइन्छ, जे गरिरहेछौँ एभ्री डे सब जेन्युनली देखाउनेछौँ होइन। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो। आजलाई यति नै, गुड नाइट।